रोनाल्डोले सिटी जोइन गर्यो 2021 मा युनाइटेडलाई रिजेक्ट हानेको भए के हुन्थ्यो होला त फुटबल। आज यो भिडियोमा हेरौँ है त। सो रेड डेभिल्सको सट्टा स्काई ब्लूजहरुलाई जोइन गरेको भए चाहिँ फुटबलको हिस्ट्री नै पुरै चेन्ज हुन्थ्यो होला। फर्स्ट कुरा जाउँ ट्याक्टिकल फिटमा। पेप गार्दियोलाको फल्स नाइन अथवा स्ट्राइकर बनेर रोनाल्डोले गोल्स माथि गोल्स हान्थ्यो होला। इमेजिन डे ब्रुयने अनि त्यतिखेर त मारेछ अनि बर्नार्डो सिल्वा फिडिङ रोनाल्डो गोल्स ट्याप इन हेडर्स क्रेजी हान्थ्यो होला रोनाल्डोले। युनाइटेडमै हुँदा लिगमा 17 ओभर गोल्स थियो। सिटी आएको भए त 100% 25 ओभर गोल्स हान्थ्यो। अनि युनाइटेडमा प्रेस गरेन भन्ने धेरै क्रिटिसिजम आउँथ्यो। तर सिटीको 70 ओभर पोजिसन हुन्थ्यो, बल खोज्नै जानु पर्दैन थियो। मोस्ट अफ द टाइम सिटी सँगै बल हुन्थ्यो। अर्को भनेको टाइटल्स र ट्रफिज त कति जित्यो कति रोनाल्डोले। 21-22 मा सिटीले रियल मैड्रिडसँग यूसीएल हारेको थियो। रोनाल्डोले खेलेको भए त्यहाँ जित्न पनि सक्थ्यो आफ्नो एक्सपिरियन्सले गर्दा। इभन हालान्ड आइसी जितेको यूसीएल अगाडि नै जित्न सक्थ्यो रोनाल्डोले। प्रिमियर लिगको त के कुरा गर्नु, ग्यारेन्टेड सिटीले नै जित्थ्यो। त्यो केडीबी र रोनाल्डो लिङ्कअपलाई चाहिँ कसैले रोक्न गाह्रै हुन्थ्यो होला। अर्को मेजर कुरा भनेको हालान्ड टु सिटी चाहिँ हुँदैन थियो। इमेजिन रोनाल्डो हुँदाहुँदै हालान्ड साइन कसैले गर्ला त। त्यो भएको भए चाहिँ हालान्ड मोस्ट प्रोबेबली रियल मैड्रिड जाने पनि चान्सेस हुन्थ्यो होला। अर्को भनेको युनाइटेड फ्यान्सको रिएक्सन हेर्नु चाहिँ रमाइलो हुन्थ्यो। क्लब लेजेन्डले स्काई ब्लू जर्सी लगाएको देख्दा त पागल हुन्थ्यो होला फ्यान बेस पुरै। अनि इमेजिन ओल्ड ट्राफोर्डमा बुज कति आउँथ्यो होला रोनाल्डोलाई। अनि इन्टरनेट ट्विटर त वाइल्ड क्रेजी हुन्थ्यो होला म्याच डेजहरुमा। सिटीको फुटबलमा डोमिनेन्स अझ क्रेजी लेभलमा बढ्थ्यो होला। फाइनली सर एलेक्स फर्गसनको त्यो कल नआएको भए 2021 मा युनाइटेडबाट रोनाल्डो सिटी जाने धेरै क्लोज भइसकेको थियो त्यतिखेर। र रोनाल्डो सिटी गएको भए चाहिँ फुटबल हिस्ट्री अभियसली चेन्ज हुन्थ्यो र वान अफ द क्रेजिएस्ट बटरफ्लाई इफेक्ट हुन्थ्यो होला फुटबलमा। तपाईको रिएक्सन चाहिँ के हुन्थ्यो रोनाल्डोले सिटी जोइन गरेको भए? यस्तै अर्को कुन व्हाट इफ चाहिएको छ तपाईहरुलाई? जस्तै नेमारले पीएससी नगरेर बार्सा बसेको भए सोफास्कोर डाउनलोड गर्नु भएको छैन भने यहाँको क्यूआर कोड स्क्यान गरेर गर्न सक्नुहुन्छ, नत्र मेरो प्रोफाइलको लिंकबाट पनि गिभ अवे सुन हुन्छ 500 डाउनलोड्समा। एन्ड इफ यु लाइक द कन्टेन्ट शेयर टु योर फ्रेन्ड्स, लाइक द भिडियो एन्ड फलो फर मोर।